हेलो गाइस, हाम्रो डे 7 को स्टार्टिङ चाहिँ इन्जिन स्टार्ट गर्ने बेला भएको छ। आज हाम्रो डे 7 रहेको छ। हाम्रो यहाँनिर इन्जिन छ होइन। अब हामी आज स्टार्ट गर्न जान्छौँ आज ड्युटीमा। र अब अहिले यसपछि 1 बजेतिर होला, 1 बजेतिर होला अङ्कलहरू आउनुहुन्छ त्यहाँनिर बस्नुमा होइन। बस्नुमा आइसक्नु भएपछि त काटेर इन्जिन यत्रो अलिक ठुलो भएर काटेर काटेर मिलाउनु। अब गाइस हेर्नु म इन्जिन स्टार्ट गरेर जान्छु। अब गाइस हाम्रो इन्जिन चाहिँ कति स्टार्ट हुन्छ होइन। मैले फ्युल कुकर हालेँ यहाँनिर ट्याङ्कीबाट निकालेर यहाँ हालिसकेको छु। हेरौँ कति किकमा स्टार्ट हुन्छ। एउटा हातले अब क्यामलाई पक्रेर एउटा हातले इन्जिन पकाउनुपर्छ हल्का स्टेबिलिटी चाहिँ छैन होला है। गाइस एक किकमा हाम्रो इन्जिन चाहिँ स्टार्ट भइसकेको छ होइन। फेरि नि यसको अलिकति फर्स्ट किकमै स्टार्ट भयो। फेरि हामी इन्जिनको चाहिँ त्यो हल्का यहाँनिर हुन्छ नि, यहाँ स्पार्क प्लगकोबाट यताबाट आउँछ नि स्पार्क प्लगमा करेन्ट हुने ठाउँ हो। त्यो करेन्ट हुने ठाउँमा चाहिँ जाम भएको रहेछ। त्यसलाई सफा गरे पछाडि अटोमेटिकली स्टार्ट भयो। अब यसरी स्टार्ट हुन सकिन्छ गाइस, हेर्न सक्नुहुन्छ तपाईँहरू। हल्का एक्सिलेटर दिएर नि देखाइदिनु भने नि देखाइदिन्छु गाइस। यहाँनिर हाम्रो स्पार्क प्लग छ होइन। यहाँ चोक हल्का तान्नु होइन थोरै पर्सेन्ट एक्सिलेटर पर्छ र एक्सिलेटर चाहिँ हाम्रो यहाँ छ होइन। यसलाई तान्नु भने चाहिँ यो गुरुङ पुग्छ क्या गाइस। यहाँ हेर्नु है, म यो तानेर देखाउँछु तपाईँलाई। यसरी चाहिँ स्टार्ट हुन्छ गाइस, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ हाम्रो ब्रेक छ गाइस। यो हल्का बिस्तारो घुमिरहेको छ। यसलाई हातले पनि रोक्न सकिन्छ होइन। तर यसलाई हातले रोक्न सकिन्छ भने पछि चाहिँ सकिँदैन नि त। अब पछि कुदिरहेको बेला यो ब्रेक हुन्छ, यसलाई तान्नु भने हाम्रो रोकिन्छ है। यसरी हेर्न सक्नुहुन्छ। तर यो रियलमा चाहिँ यतापट्टि तानिने हो। यसरी हाम्रो स्कुटरको इन्जिन स्टार्ट भइसकेपछि अब एकछिन हिट भयो भने अटोमेटिकली मजाले चल्छ। अब हिट भएपछि अब आफै चलिरहेछ गाइस। लगभग तपाईँको होइन यो मैले जुगाड गरेर अहिले यति तेल भर्नुभयो भने यति तेल भर्नुभयो भने अहिलेसम्म त्यही स्टार्ट भइरहेछ। यति तेलमा यति जम्मा यो यसो यतिको तेलमा तपाईँले अहिलेसम्म स्टार्ट भइरहेछ गाइस अघिदेखि होइन। एकछिन अब यतिकै स्टार्ट छोडिदिउँ। गाइस मैले चाहिँ इन्जिन अफ गरिदिइसकेँ होइन। अब अफ गरिदिइसकेपछि हेर्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो जम्मा एक किकमै स्टार्ट हुन्छ। स्टार्ट त अघि पनि एक किकमै भएको रहेछ गाइस। यो हाम्रो हुन्छ नि यो क्यापमा चाहिँ करेन्ट आएको रहेछ होइन। यो क्याप बिग्रिरहेको छ, अब यसलाई नयाँ लिएर आउनुपर्छ होइन। यो क्यापमा र करेन्ट आएछ नि, यो हल्लायो भने खात्र खात्रको आवाज आउँछ, सुन्नु सक्नुहुन्छ। यस्तो खात्र खात्रको टाइपको साउन्ड आउँछ। त्यसैले यो क्याप बिग्रेको रहेछ भने थाहा पायो। अनि अहिले चाहिँ यो यस्तो जुगाड हानिरहेछ अब हेर्न सक्नुहुन्छ। अनि सस्पेन्सन पनि हाम्रो यहाँनिर एकदम आइसकेको छ। पछाडिको सस्पेन्सन यो सस्पेन्सन चाहिँ हाम्रो यहाँनिर लाग्छ है गाइस। यहाँनिर हुन्छ नि यो भागमा थाहा हुने मान्छेले गइहाल्यो होइन। थाहा नहुनेहरूलाई यो यताबाट हुन्छ सस्पेन्सन, त्यहाँनिर एउटा नट लाग्छ र यहाँनिर यो भएपछि गाडी खल्टोमा बस्यो भने यो लचक लचक भएर हामीलाई त्यति धेरै उफार्दैन यहाँनिर चाहिँ। अनि यो चाहिँ के हो भने यो चाहिँ हाम्रो फिल्टरको यो कभर हो होइन। धेरै दिन स्टार्ट गरेन भने यो फिल्टरको यो कभर चाहिँ एकछिन निकाल्नुपर्छ। अनि यो निकालेर एकछिन छोडिदिएर थुन्नुपर्छ। अनि थुनेर स्टार्ट गर्यो भने चाहिँ अटोमेटिकली हाम्रो गाडी बिस्तारै स्टार्ट हुन्छ होइन। अब यसलाई चाहिँ म फेरि लगाइदिन्छु। यो निकाल्यो भने यो चाहिँ अझै ठुलो साउन्ड आउँछ होइन। अब तपाईँले त्यस्तै हो भने होइन यो फिल्टर पुरै पक्रेर निकालिदिनु होइन। यो फिल्टरको यहाँनिर 4-5वटा नट हुन्छ। यसलाई ठुलो साउन्ड निकाल्नमा लाग्छ नि यो फिल्टरको 4-5वटा नट हुन्छ। यो खोलिदिने, यो खोलेर अटोमेटिकली ठुलो साउन्ड करर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 
हेर्न सक्नुहुन्छ नि यहाँनिर के खानु छ। अब हाम्रो सेल्फ स्टार्ट पनि हुन्छ होइन, तर ब्याट्रीमा अलिकति चार्ज छैन र मात्रै अब अर्कोचोटिदेखि चाहिँ सेल्फ स्टार्ट गरेर देखाउँछ। आजको भिडियो चाहिँ हल्का लामो हुन्छ। अब 1 बजेतिर हामी उता माथि जानुपर्छ अनि त्यसलाई इन्जिनको सेटअप गराएर मजाले मिलाउनुपर्छ होइन त। हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो थ्रोटल केबल यस्तो टाइपको हुन्छ। यो चाहिँ हाम्रो थ्रोटल केबल हो, यता थ्रोटल केबल। यसलाई चाहिँ तान्नुभयो भने होइन, यसलाई चाहिँ
तान्नुभयो भने गाडी अझै स्पिड भुर्र भुर्र गर्छ कुद्छ। यो चाहिँ हाम्रो के को स्प्रिङ हो भन्दा यो चाहिँ ब्रेकको स्प्रिङ हो होइन, ब्रेकमा लाग्ने स्प्रिङ। यसले चाहिँ यसो ठेलिदिन्छ र अड्किन दिँदैन ब्रेकलाई। अहिले त्यो तार नलिएर आएर मैले यो स्प्रिङ हुन्छ भने त्यहाँबाट राखेको छु। अरू सबै यस्तो हुन्छ। यो छ अगाडिको यो नटवाला, यो इन्जिन तातो छ, यो यसमा चाहिँ अड्किन्छ हाम्रो बग्गी। सो सबभन्दा मेन लोड चाहिँ हाम्रो यसमै पर्छ होला, यसो सस्पेन्सनमा पर्छ पछाडिपट्टिको मेन लोड चाहिँ। अहिले चाहिँ हाम्रो इन्जिनको तातो भए भइरहेछ किनकि अघिदेखि चलाइरहेछ। अब यस्तै छ गाइस हाम्रो यो इन्जिन चाहिँ। अब हाम्रो अहिले हाम्रो यहाँ चक्का लागेको छ होइन, चक्का लाग्यो भने चाहिँ हाम्रो यो घुम्न दिँदैन र त्यसैले अहिले चक्का नलाग्यो होइन। यो घुम्न दिँदैन क्या गाइस चाहिँ। चक्का लगाएपछि चक्का लगाएर एक्सिलेटर दियो भने यो आफ्नै बाटो लाग्दिन्छ, सुरु र कुद्छ फेरि, कहाँ पुग्छ फेरि। त्यसैले अहिले चक्का लगाएको छैन र यो यस्तै छ होइन। चक्का लगाइसके पछाडि चाहिँ यसलाई एक्सिलेटर दिनु भएन, त्यो त बग्गीमा खोलिन्छ, बग्गीमा फिट हान्छ, यो चाहिँ एक्सिलेटर जति दिनु हामी होइन। अब अहिले चाहिँ मिलेन, त्यही भन्छ। गाइस हामी चाहिँ पसलमा आइसकेको थियौँ। अब आइसकेर हामी यहाँनिर बग्गीलाई काटेर रेडी गरेर राख्दैछौँ होइन। अलिकति हाम्रो बग्गीको यो चेसिस ठुलो भएकोले यसलाई हामी सानो बनाएर काट्दैछौँ होइन। काटिसकेपछि वहाँनिर पसलहरूमा अलिक धेरै साउन्ड आएकोले यहाँनिर भोइस ओभर गर्नु भएको छ। त्यसैले यो भिडियो अलिक लामो हुनसक्छ होइन। र हेर्न सक्नुहुन्छ हाम्रो बग्गीको पछाडिको भाग काटिसक्यौँ। अब त्यस पछाडि हामीले फेरि 11 इन्च काट्यौँ है त गाइस। 11 इन्च काटिसके पछाडि चाहिँ हाम्रो बग्गीको चेसिस अलिक सानो भएछ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो 11 इन्ची काटेको भाग। र फेरि 11 इन्ची काटिसकेपछि वेल्डिङ गरिदिनुहुन्छ। वेल्डिङ गरिदिएछ त्यहाँनिर गाइस। हाम्रो बग्गीको चाहिँ अब बिस्तारै भन्दा सेप आउनु थालिसक्यो। काम चालु भइरहेको छ। समीर हाम्रो यो पछाडिको आधी भाग काटेर आज चाहिँ हल्का जोडेको छ। चारैतिर चाहिँ वेल्डिङ गरेर यसलाई एकदम मजबुत बनाइरहेको छ। पछाडि चाहिँ इन्जिनको भाग, यता अगाडि चाहिँ स्टियरिङ व्हिलको भाग वेल्डिङ गरिँदैछ। वेल्डिङ गर्नुपर्छ। हाम्रो चाहिँ यहाँ वेल्डिङ गर्दाखेरि ब्राइटनेस हल्का कम गर्नु परेकोले गाइस हल्का यहाँ सक्नुहुन्छ हाम्रो फोनको ब्राइटनेस अटोमेटिकली तल आफै झर्छ। किन हो गाइस सेटिङ नगरेर होला, हामीले पनि झारेकै हो ब्राइटनेस। अब हल्का अब धेरै ठुलो बनायो भने अब क्यामेरालाई असर पर्न सक्छ वेल्डिङ गर्दाखेरि भनेर अब गाइस हामीले चाहिँ योनिर पार्ट चाहिँ यहाँ कटआउट गर्नुपर्छ। सपोर्टको लागि कटआउट गरेर यहाँनिर लगाइदियो भने हाम्रो जुन डर हुँदैछ उहाँ अब हामी काटिँदैछौँ पछाडिको इन्जिन बस्ने भाग।
यो चाहिँ हाम्रो बगीको फ्रेम छ होइन। यो चाहिँ इन्जिन ओइल पछाडि चाहिँ गाइस हाम्रो यो अझै अलिकति बाङ्गो भयो। अब यसलाई फेरि हामीले त्यहाँनिर उयो गरेको छ, त्यसमा वेल्डिङ गरेको थियो पहिले। त्यो वेल्डिङलाई खोलेर हामीले काटेर गरेर हल्का बाङ्गो भयो जस्तो भइरहेको थियो। र अब फेरि हामी यसलाई काटेर मिलाउँदैछौँ गाइस। अब हेर्नुपर्छ सबै कुराहरूलाई मिलाएर गर्नुपर्छ। अब सिधा बनायो भने चाहिँ डर हुन्छ, बाङ्गिँदैन, नबाङ्गिएर सिधा भयो भने राम्रो हो। अगाडि सस्पेन्सनले गर्दा हाम्रो लुक चाहिँ अलग्गै आएको छ, हेर्न सक्नुहुन्छ। अब हामी त्यो अलिक मजाले कटअप गरेर वेल्डिङ गर्छौँ है त। फुल भिडियो हेर्दैन, हल्का ब्याकग्राउन्डमा अब त्यही भएर म सानो बनाउँछु क्या। छ भने त्यही तपाईँहरू 3 मिनटको भिडियो त फुल हेर्दैन रहेछन्। अब हाम्रो पछाडिको वेल्डिङ स्टार्ट भइसकेको छ, सिधा भयो फाइनली। वेल्डिङ सिधा भएर अब यहाँनिर हाम्रो वेल्डिङ गर्दैछौँ। यहाँनिर वेल्डिङ गरेको हल्का त्यो पार्ट्सहरूलाई वेल्डिङ गरेको पार्ट्सहरूलाई ह्यामरिङ गरेर त्यसलाई सिधा राम्रो बनाउँदैछ। कालो कस्तो लाग्छ निकाल्नु पर्ने। गाइस हामीले चाहिँ टायर पनि लिएर आइसकेका छौँ होइन। टायर चाहिँ अब यो हाम्रो घरमा राख्दा पुरानो भयो होइन। टायर चाहिँ ल्याउनु चाहिँ नयाँ भएको थियो, राख्दा पुरानो भयो। यस्तो रिम ठिकेको छ। अब हामी टायर र ट्युब नयाँ हाल्छौँ होइन। अनि हेर्न सक्नुहुन्छ कि गाइस हाम्रो सस्पेन्सन यस्तो हुन्छ। हामीले अगाडि माथिको चाहिँ बानेको छौँ, किनकि तल गएर खाली अड्केको बस्छ होइन, त्यसैले अब हाम्रो बगीको लुक्स हेर्न सक्नुहुन्छ, यस्तो आएको छ। अब यहाँनिर कि त हुन्छ यसरी सस्पेन्सन मजाले वर्किङ गर्न थालिसकेको छ। अगाडिको दुईवटा सस्पेन्सन वर्किङ गर्न थालिसकेको छ। यसरी एउटा एकतिरको र अर्कोतिरको हेर्न सक्नुहुन्छ। दुवैलाई यतिर चलाउनु भने यसरी चल्छ। गाइस हाम्रो एन्डमा चाहिँ बगीको लुक्स यस्तो आएको छ।